हाम्रो जग्गा हो, हामी जरो गाडेर बस्छौँ, हामी यहाँ जाँदैनौँ। के हो दाजुभाइ? तपाईँहरूले यहाँको बासिन्दाहरूलाई किन भड्काइराख्नु भएको छ? यो सरकार र हामी बिचको कुरा हो। हामी यो ठाउँ छोडेर जाँदैनौँ। मोर्गा जाँदैन। हामी यसको विरोधमा सडकमा जान्छौँ, आन्दोलन गर्छौँ। तपाईले बागमती करिडोरमा अतिक्रमण गरेर घर बनाउने? कहाँ अतिक्रमण गरेर बस्नु सर? हामी वर्षौंदेखि त्यही बस्दै आइरहेका छौँ। सरकारले त यो बस्ती हटाउन भनेर 10 वर्ष पहिला नै पैसा वितरण गरिसकेको रहेछ। उचित समय आएपछि एक दिन पक्कै हट्छ। त्यसबेला पैसा पाउनेहरूले अझै बस्ती छाडेका छैनन्। अर्काको घर नै भत्कुने योजना बनाउनु भएको छ भने राम्रो हुँदैन नि फेरि। बस्तीका मान्छे आए पो बस्तीका मान्छेलाई चाहिएको बेलामा पार्टियो। त्यसैले विचार गर, सम्झाऊ, बुझाऊ, अब भएन भने धम्काऊ। भाइ किन दुश्मनी मोल्नु झन्? हो, हाम्रो यही डरले गर्दा यी बदमासहरू झन् मार्दिन्छ। अन्यायको विरुद्ध आवाज किन नउठाउनु? मेरो दिमाग घुमिसक्यो, गइहाल्छ यहाँबाट। सुकुम्बासीहरूको लागि जब सरकारले घर बनाइदिएको छ भने त्यहाँ गएर किन नबस्ने? सबभन्दा पहिले यो सार्वजनिक स्थानमा सरकारी जग्गामा बनेका बस्तीहरू हटाउनु पर्यो। त्यहाँ गएर बस्ती बस्दा तँलाई के फरक पर्छ? के भएको रहेछ जाग्रीबा? सरी धर्मेश। तिनीहरूलाई यो बस्तीबाट कसरी बिलीबाठ बनाउनु पर्छ त्यो मलाई राम्रोसँग थाहा छ। तर सबैभन्दा पहिला वास्तविक सुकुम्बासीको पहिचान गरिसक्नु पर्यो। पहिचान नभएको होइन, यहाँ प्रमाणको जरुरी छ। हामीलाई बस्तीका महिलाहरूले साथ दिलान् त दिदी? राम्रो काममा कसले साथ दिँदैन रोजिना? बरु अब यो बस्तीमा बस्ने सबैलाई हाम्रो पार्टीको सदस्यता बनाउन लाउनु पर्यो। पैसा हो, यहाँ पैसा भएपछि सब चुपचाप। आत्तिनु हुन्न बिलिन, समय आउँछ, समयलाई पर्खिन जान्नुपर्छ। एउटा कुरा के बुझ्नुहोस् भने कानुनको अगाडि पहुँचको केही लाग्दैन। तिमी आफ्नो पढाइमा मात्र ध्यान दिऊ। यी अनावश्यक महिलाहरू भेला पारेर मद्यपान मुक्त क्षेत्र बनाउने जुन कार्य गरेर हिँडिरहेछौ त्यो काम छाडिदिऊ। यो बागमतीको कुराले पनि टाउको दुखिसक्यो। म पनि त बागमती सफा भएको हेर्न चाहन्छु। चारैतिर पार्क अनि हरियाली भएको पनि म हेर्न चाहन्छु नि। खै नेताजी, त्यो बिक्री हुने मान्छे जस्तो लागेन मलाई। समाज सेवाको भूत चढेको छ। साम दाम दण्डभेद चारै कुरा प्रयोग गरेर भए पनि म त्यसलाई एक दिन मेरो बनाएरै छाड्छु। गलत गरे, सालेलाई जिउँदै छोडेर मारेर बागमतीको पुलमा झुन्डाउनु पर्थ्यो, अनि थाहा हुन्थ्यो यो बस्तीका मान्छेहरूलाई। विलेनको बा मलाई एक्लै छोडेर किन गयो भने तिमी? म कसरी बात दियो?